ओहो अचम्म छ बुहारी हो जा बुहारी भन्थ्यो अरे गएका ससुराले उस्तै बिहा छ यार हाम्रो देशको राजनीति यार। कहिले एकदम परहरूलाई हतियार हाम्रो पार्टीले दियो भने आउँछ, कहिले आर्मीसँग बस्ने बास थिएन मैले हालिदिउँ भने आउँछ, कहिले सशस्त्रसँग कब्रा थिएनन् गाडी थिएनन् हाम्रो पार्टीले किनिदियो भने आउँछ। नेपाली काङ्ग्रेसले एमालेलाई गाली गरे आउँछ, एमाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई, राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई, माओवादीले काङ्ग्रेसलाई। यो त जाति बित्ती भइगयो यार बगालो। हाम्रो गाउँघरि स्वान्छेले पनि यति कुरा काट्दैनन् यार, 100मा 10% कुरा गर्लिन् बढ्दै सिक्लिन्। तर यिनी लोगन छोरा त यार राजनीतितिर हिँडे आइने पार्टीका लोगन छोरा त अचम्म मान्योस् यार। समाचार सुन्यो त्यस्तै, टिकटक हेऱ्यो त्यस्तै, अचम्म छ यार। सबै हामी एउटै देशका होइनौँ कि आर्मी क्या अमेरिकाबाट आएका आर्मी हुन्न, क्या पुलिस क्या जर्मनबाट आएका हुन्न, सशस्त्र क्या इन्डियाबाट आएका हुन्न, सबै यसै देशभित्रका होलान्। तिम्रै छोराछोरी होलान् आर्मी पुलिसमा, अनि तिम्रै भान्जा भान्जी होलान् राजनीतितिर। किन कुरा काटाकाट गर्छौ? मिल देश बनाऊ अनि राम्रोसँग उ गर। गरिब मान्छेलाई यसो हेर विचार गर। कैका घर छैन, लाउने खाने छैन, तिनीहरूलाई अलिकति सहयोग गर। बरु त्यही नै हो राजनीति भने, नाम गुमाउने त्यहाँ हो। ए झगडा गरिरहेका छन्, स्याल बिरालो कुकुर एकदम लडाइने गरिरहेका छन्, उज्जारी भइसक्यो। म त वाक्क भ्याउँछु, कता गइन मरौँ उज्जारी भइसक्यो। यो समाचार सुन्ने कि यो टिकटकमा हेर्ने कि त्यस्तै देखिन्छ नि यार। अचम्म भइगयो बिता त के भयो? सबै एउटै, हामी एउटै नेपाली हौँ, हाम्रो देश नेपाल हो भन्ने सबैलाई जाग्नु पऱ्यो क्या दिमागमा। उज्जारी गइसक्यो, हानहान गरिरहेका छन्, टाउका फोडाफोडा गरिरहेका छन्, अभियानमा हिँडेका छन्, तँ यो पार्टी भनेका छन्, खुट्टो भाँचिदिएका छन्, हात भाँचिदिएका छन्। अचम्म भइगयो बिता त।